नमस्ते सम्पूर्ण दर्शकवृन्दहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरुलाई सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज तपाईहरुलाई म काठमाडौँ साँखु नगरकोट हुँदै कुन्ताबेसी दलालघाट सम्मको यात्रामा लैजानेछु। र विशेष गरी आज म यो भिडियो बनाउनको मुख्य कारण चाहिँ भक्तपुर सूर्यविनायक धुलीखेलसम्मको जुन धुवा धुलो जाम छल्नको लागि यो वैकल्पिक मार्गको रूपमा नगरकोट कुन्ताबेसी 0 किलो हुँदै दलालघाट चौतारासम्मको यात्रा कसरी गर्न सकिन्छ र बाटोको अवस्था के कस्तो छ त्यो देखाउनको लागि म अगाडि बढ्दैछु। र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। फाइनली कार्तिकको डाँडामा आइपुग्यो। यो कार्तिकी बजार हो। यहाँबाट माथितिर लम्बुको एरिया पनि देखिरहेको छ। आज मौसम अलिकति सफा छ। अब कार्तिकी बजार हुँदै माथि नगरकोटतर्फ अगाडि अब हामी नगरकोट क्षेत्र प्रवेश गरिसकेका छौँ। पहिलाको भन्दा अहिले बाटो चाहिँ राम्रो बनिसकेको छ। ठिक छ। पर्यटकीय क्षेत्रमा बाटो चाहिँ राम्रो हुनुपर्छ। बाटो राम्रो छ। चिप्लो छ। कुन्ताबेसी पुग्छ है। ठिक छ, हामी चौतारा जानलाई है खास 0 किलो जानु पर्यो। 0 किलो जानु पर्यो। जानु त सर्टकट बाटो पनि छ। अब 0 किलोमिटर फेरि सर्टकट चाहिँ अहिले फेरि हिलो होला नि त। यही हो त्यसो छुट्ने बाटो। यही बाटो हो छुट्ने। तल गएपछि तलतिर यहाँ लेफ्ट साइड पनि पिच छ होइन। हजुर, राइट साइड जानु होला तपाईँहरू। राइट साइड चाहिँ पिच हो कि कति चाहिँ पिच? हस् 18 किलोमिटर। 18मा त कुन्ता पुग्यो होइन त। अब हामी यहाँबाट लेफ्ट साइड टर्निङ दियो है। बाटो चाहिँ अलिकति हल्का केयर चाहिँ गर्नु जस्तो रहेछ। हाम्रो बाइकहरू आयो साइडको चाहिँ एउटा बाटो छ। तर हामी चाहिँ यो राइट साइडको पिच बाटो हुँदै कुन्ताबेसी पुगिने बाटो रहेछ। तल
यो ठाउँको नाम चाहिँ साठीपुरिया। ओके, बाटो चाहिँ दामी यार, मान्नै पर्छ यार। सानो खोला पनि आइपुग्यो। अछु रेनको टाउट माछा पाइन्छ, खाना र बस्नको पनि सुविधा छ। बाबा आज यो पहिलोचोटि यो बाटोबाट कुन्ताबेसीतर्फ जान्छु। धेरै रमाइलो बाटो छ। ओके, गुरुङ गाउँ नगरकोट कुन्दाबेसी तेह्रौँ हो। त्यही हो कुन्दाबेसी जाने बाटो। यतिखेर हामी खस्रे भन्ने ठाउँमा आइपुगेका छौँ। खस्रेबाट अब ओह्रालो लाग्दैछौँ। अब यहाँबाट कुन्दाबेसी पुग्नलाई 11 किलोमिटर। तल्लो सिङ्गे भन्ने ठाउँ आइपुग्यो। अब सानो एरो चाहिँ यता सिधै देखाइरहेको छ कुन्ताबेसी जाने। अब यही होला। अब हामी बाटोमा सोध्दै पनि जान्छौँ अगाडि। भाइहरू, कुन्ताबेसी यतैबाट कि त्यही है? बिग्रिया अब पिच छैन उता तलसम्म? त्यहाँबाट पिच छ? ल ठिक छ। ओके, ल अब यहाँबाट हामी कुन्ताबेसी पुग्नलाई जम्मा 10 किलोमिटर देखाइरहेछ। बाटो चाहिँ पुरै पिछै नगरकोट डाँडाबाट त 18 किलोमिटर देखाइरहेको थियो भने अब हामीले करिब 8 किलोमिटर यात्रा तय गरिसकेका छौँ। नगरकोट नयाँ गाउँ सिङ्गे। यस्तो सर्टकट यति राम्रो बाटो, यति सुनसान बाटो। ओके, यो ठाउँ के हो? यो ठाउँ हो। ओके, दामी रमाइलो गाउँ रहेछ नगरकोट कुन्ताबेसी। अब खोल्तिर वाह, कुन्ताबेसी पुग्नु कति लाग्ला? 5 किलोमिटर बाँकी हो। यो ठाउँको नाम चाहिँ हजुर? यो ठाउँको नाम चाहिँ के भन्नु? चैनपुर। यो काभ्रे जिल्लै पऱ्यो होइन त हजुर? ओके, ल धन्यवाद हजुर। कुन्ताबेसी पुग्न लागिसक्यो। यो पारिपट्टि देखिरहेको कुन्ता बजार हो। ल हेर्नुहोस् है, पारिपट्टि यो फाँटहरू सबै कुन्ताबेसी। कुन्ताबेसी आइपुग्यो। यतिखेर भर्खर हामी कुन्ताबेसी प्रवेश गरिसक्यौँ र यो पर देखिरहेको कुन्ता बजार हो। यो कुन्ता बजार चाहिँ काभ्रे जिल्लाको मण्डनदेवपुर नगरपालिका वडा नम्बर 7 अन्तर्गत पर्दछ। हामी चौतारा जाने क्रममा यो बाटो अलि सर्टकट र सजिलो, जाम रहित, धुलो धुवा रहित हुने
भएर म यताबाट आएको छु र अहिले भर्खर अब हामी हेलम्बु राजमार्ग छुन लागिसक्यो। अब यहाँबाट हामी बायाँतिर जाँदाखेरि चाहिँ हेलम्बु मेलम्चीतिर पुगिन्छ भने हामी चाहिँ अब दायाँतिर 0 किलो हुँदै दोलालघाट चौतारातिर लाग्दैछौँ। यतिखेर हामी 0 किलो आइपुगेका छौँ। यो 0 किलोबाट चाहिँ अब हामी अरनिको राजमार्ग हुँदै दोलालघाट चौतारातर्फ लाग्दैछ। ल यो चाहिँ हेलम्बु मेलम्चीबाट आइपुगिने यो अरनिको राजमार्गसँग जोड्यौँ। अब यो दायाँतिर काठमाडौँतिर पुगिन्छ भने हामी चाहिँ बायाँतिर दोलालघाट हुँदै चौतारातर्फ अगाडि बढ्दैछौँ। यो चाहिँ अरनिको राजमार्ग हो र उत्तरी नाका चीनसँग जोडिएको तातोपानी जाने यो एकमात्र राजमार्ग हो र यो राजमार्ग हुँदै चिरी दोलखातर्फ हामी यात्रा गर्न पनि सकिन्छ। यतिखेर भर्खर हामी दोलालघाट बजार आइपुगेका छौँ। इन्द्रावती नदी पुल यो माथिबाट बगिरहेको चाहिँ इन्द्रावती नदी हो। यो मेलम्ची नदी पनि इन्द्रावतीसँगै मिलेर यहाँ आइपुग्यो। यो दोलालघाट बजार यहाँ चाहिँ माछा खानको लागि फेमस ठाउँ हो। तर आज हामी माछा खाँदैनौँ किनकि हामी यहाँबाट दायाँतिर जाँदाखेरि घुम्लो कार्तिके जानुपर्छ। अब हामी यहाँबाट सिधा अरनिको राजमार्ग मन्दिरबाट नयाँतर्फ लाग्छौँ। ठ्याक्क हामी बन्दी आइपुगेका छौँ। अब यो दायाँतिर चाहिँ 12 बिसे तातोपानी जिरीतिर पुगिन्छ भने हामी चाहिँ यो बायाँतर्फबाट चौतारातिर जाँदैछौँ। माछा वनदेउमा हल्का चियापान गरेर एकछिन आराम गऱ्यौँ र अब हाम्रो यात्रा चौतारातर्फ अगाडि बढिसकेको छ र चौतारा यहाँबाट करिब 22-23 किलोमिटरको दूरीमा रहेको छ। अब हाम्रो यात्रा अगाडि बढिरहेकै छ। साथीहरू, म आज साँखु, नगरकोट, कुन्ताबेसी 0 किलो दोलालघाट हुँदै चौतारातर्फ अगाडि बढिरहेको छु। मैले यो बाटो किन प्रयोग गरेँ भन्दाखेरि सूर्यविनायक बनेपा धुलीखेल सडक खण्ड चाहिँ अहिले स्तरोन्नतिको लागि काम धमाधम भइरहेकोले एकदम जाम धुलो धुवाँ हुने भएकोले यो बाटो चाहिँ एकदम उत्तम लाग्यो मलाई। किनकि यहाँ जाम पनि छैन, धुलो धुवाँ केही पनि छैन र रमाइलो दृश्यहरू अवलोकन गर्दै एकदम सरर यात्रा गर्न सकिन्छ। र यदि तपाईहरू पनि चौतारा दोलालघाटतर्फ यात्रा गर्दै हुनुहुन्छ भने म यो बाटो प्रयोग गर्नलाई म सुझाव दिन्छु। र
हामी अब चौतारा यात्रा गर्ने क्रममा यतिखेर हामी पोखरे भन्ने ठाउँतिर आइपुगिसकेका छौँ र भिडियोलाई हेर्दै जानुहोला। सुन्दर सुन्दर दृश्यहरू म तपाईँहरूलाई देखाउँदै अगाडि बढ्दै जानेछु। माने डाँडा आइपुग्यो, माने डाँडा। यतिखेर हामी साँगाचोक बजारमा आइपुगेका छौँ। पर्यो घर के पर्यो अब हामी जलकिनीबाट माथि आएर यो ठ्याक्कै डाँडामा टपमा पुगिसक्यो। अब टपबाट हामी ओह्रालो 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 झर्दैछौँ चौतारातिर। त्यतिखेर हामी ठ्याक्कै इर्खु डाँडामा आइपुगेका छौँ। यहाँ एउटा धामीको ठुलो सुन्दर मूर्ति पनि देख्न सकिन्छ। यहाँबाट सिधा माथि बादल भएको ठाउँ चाहिँ जोगल हिमलको रेन्जहरू पर्दछ भने अब हामी चौताराको करिब करिब नजिक आइपुगिसकेका छौँ। अब चौतारा यहाँबाट धेरै छैन, 4-5 किलोमिटर मात्रै बाँकी छ। यो चाहिँ इर्खु बजार। यतिखेर हामी चौताराभन्दा अलिकति पर बेलचौर बजारमा आइपुगेका छौँ। त्यो पर देखिरहेको चाहिँ चौतारा बजार हो। यो चाहिँ चौतारा बजार हो। अहिले जुन यो स्थानीय सरकार बनिसकेपछि चाहिँ यो धेरै जस्तो काम चाहिँ स्थानीय निकायबाटै हुने भएकोले यो चौतारा बजार पहिलाको तुलनामा अहिले अलिकति कम भिडभाड देखिन्छ। किनकि यहाँ कुनै कुनै विशेष काम बाहेक सम्पूर्ण प्रशासनिक कामहरू स्थानीय तहबाटै हुने भएकोले यहाँ त्यति साह्रो पहिला जस्तो भिडभाड देखिँदैन। ठ्याक्कै हामी चौताराको टुनी खेल नजिक आइपुगेका छौँ र जिल्ला प्रशासन कार्यालय यही माथि अवस्थित छ। यो चाहिँ चौताराको टुनी खेल हो। अब हामी चौतारा बजारबाट अलिकति माथि रहेको बुद्ध पार्कतिर जाँदैछौँ र बुद्धको दर्शन गरौँ अनि बुद्ध पार्क डाँडाबाट चौतारा बजार पनि एकछिन अवलोकन गरौँ। र यहाँबाट बुद्ध पार्क प्रवेशद्वार रहेछ। यहाँबाट माथि बुद्ध पार्क जाने सिँढी पनि रहेछ। तर हामी चाहिँ अलिक उता अगाडिबाट बाइकमा माथि डाँडासम्म जाँदैछौँ। अब हामी बुद्ध पार्कतर्फ अगाडि बढ्दैछौँ।
हुन्छ पर्यो घर के पर्यो घर हाम्रो त घर हो चौतारा छेउ छेउ नाना छेउ छेउ। अब हामी यहाँबाट गौरती भीमसेन मन्दिर प्रवेशद्वार र बुद्ध पार्क पनि यहीँबाट। यतिखेर हामी चौतारा भन्दा माथि गौरती भीमसेन मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ र हामी यो मन्दिर दर्शन गरेर तल बुद्ध पार्कतर्फ जानेछौँ। यो तल देखिरहेको चौतारा बजार हो र यो चौतारा बजार भन्दा अलिकति माथिबाट चाहिँ यो सिँढीबाट यो बुद्ध पार्क आइपुग्ने सिँढी पनि बनाइएको छ। यति बेला म यो बुद्ध पार्कको प्राङ्गणबाट तलतिर देखिरहेको चौतारा बजार अवलोकन गर्दैछु र यो चौतारा बजार चाहिँ सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम हो र यहाँबाट निकै टाढा टाढासम्मको दृश्यहरू राम्रोसँग अवलोकन गर्न सकिने ठाउँ हो र आज जिल्ला प्रशासन कार्यालयमा केही काम भएकोले त्यो कामको लागि आएको थियौँ र यो बुद्ध पार्क पनि घुम्ने मौका पाइयो। यदि तपाईहरू चौतारा भ्रमण गर्दै हुनुहुन्छ भने यो बुद्ध पार्क चाहिँ भ्रमण गर्न नबिर्सनुहोला। चौतारा बजारबाट अलिकति माथि डाँडामा अवस्थित अति सुन्दर स्थानमा रहेको यस ठाउँबाट धेरै टाढा टाढासम्मको दृश्यहरू अवलोकन गर्न सकिने ठाउँ छ र तपाईहरू चौतारा बजारबाट अलिकति माथि लागेपछि सिँढी चढेर पनि माथि पुग्न सकिन्छ भने यदि बाइकमा गाडीमा माथि डाँडासम्म जान चाहनुहुन्छ भने पनि अलि अगाडिबाट घुमेर माथि डाँडासम्मै गाडी बाइकहरू पुग्ने बाटो छ र यस बुद्ध पार्कको नजिकै रहेको प्रसिद्ध गौरती भीमसेन थान पनि दर्शन गर्न नबिर्सनुहोला। अब हामी सबै भ्रमण सिद्धिएर अब फर्कने क्रममा छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद।